नमस्ते साथीहरू, तपाईं सम्पूर्णलाई स्वागत छ मेरो पेजमा है। आज चाहिँ म बाणगङ्गामा रहेको सुब्बा देउरालीको पुरा भिडियो त्यहाँ कस्तो रहेछ सबै देखाउने छु। भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट शेयर गर्नु होला है। यहाँ पनि सुब्बा देउरालीमा चाहिँ रमाइलो चाहिँ हुँदो रहेछ है साथीहरू। यहाँ चाहिँ बिहे पनि हुँदो रहेछ एकदम रमाइलो तरिकाले। तर आज चाहिँ शनिबार भएको कारणले निकै भिड थियो है। यहाँ चाहिँ लाइन लाग्नु परेको थियो पूजा गर्नुलाई पनि एकदम भिड थियो के साथीहरू। कमसेकम 7-8वटा त बिहा नै थिए। यहाँ चाहिँ अलग अलग ठाउँमा जताततै पूजा गर्न चाहिँ मिल्ने रहेछ। अनि बाँदरहरू पनि लास्टै आउने रहेछन्। यहाँ सबै ठीक लाग्यो, तर खानेपिनेहरू चाहिँ अलि टाढा चाहिँ हुनु पर्थ्यो जस्तो लाग्यो के साथीहरू। मन्दिरको बगलमै जो भयो त्यो सुब्बा देउराली मेन सुब्बा देउरालीमा चाहिँ ट्याक्क त्यहाँ बोकाहरू काटेर माथि ल्याएर प्रसाद बनाएर खानी छ गरे। त्यहाँ चाहिँ ठ्याक्कै नजिकै रहेछ के। अलि नराम्रो भन्ने त्यही हो, नत्र पनि अरू त एकदम ठीक लाग्यो है। म चाहिँ यहाँ दोस्रोचोटि पुगेँ, हिजो पनि पुगेको थिएँ अनि आज पनि पुगेँ। तर यहाँ जस्तो राम्रो अन्त पनि छ नि त। तर यो चाहिँ मलाई मन पर्यो। यहाँ बिहे पनि लास्टै हुँदो रहेछ। बिहेहरूको लागि सबै सुविधाको लागि चाहिँ एकदम राम्रो लाग्यो। त्यही यत्तिकै खराब लाग्यो भने पर मन्दिरको नजिकै खानेपिनेहरू दारू पानी पिनेहरू पनि नजिकै हुँदो रहेछन्। त्यो चाहिँ गलत हो। अरू चाहिँ बवाल छ है। तराईतिरकालाई चाहिँ एकदम पिकनिकहरू पनि आउनुहुँदो रहेछ अनि टुरिस्टहरू पनि लास्टै आउने रहेछन्। सबै सुविधा छ रुखको छारीको नजिकै। तर मलाई चाहिँ त्यति मात्रै समस्या लाग्यो, अरू चाहिँ एकदम राम्रो लाग्यो है। पुरा बिहा पनि एकदम धुमधाम क्याटरिङ सहितको व्यवस्था, पानी दाउरा सबै एकदम छ। मलाई चाहिँ ठीक लाग्यो। यहाँ चाहिँ नानीहरू पनि नाचिरहेछन्। यसो रमाइलो भयो एकदम। जे होस् म चाहिँ पहिलोचोटि जो भनौँ अब हिजो त एकैछिन मात्रै आएको, आज गएको रमाइलो भयो। हामीहरू चाहिँ एकदम पूजापाठ गरेर प्रसाद खाएर चाहिँ आइयो। तपाईँहरू पनि आउनु होला साथीहरू। एकदम राम्रो हुन्छ। यो सुब्बा देउराली मातामा बहुत शक्ति छ। जे भन्नु त्यही ट्याक्क पुग्छ। हेलचक्राइ नगर्नु होला। यो भिडियोलाई चाहिँ सेयर गरेर सेभ गरेर राख्नु होला। मन्दिरहरूका भिडियोहरू चाहिँ हेरिरहनुपर्छ। हामीहरूले जे पायो त्यही भिडियो चाहिँ हेर्छौँ। यस्ता भिडियोहरू चाहिँ हेर्दैनौँ कि मैले चाहिँ कति दुःख गरेर सबै हजुरहरूलाई देखाउनको लागि चाहिँ A to Z खिचेर राखिरहेको छु है साथीहरू। लाइक कमेन्ट सेयर गर्नु होला। अरू त के भनौँ र साथीहरू। यस्तरी गएर मैले ट्याक्क भिडियो बनाएर हजुरहरूलाई राखिरहेको छु। अझैसम्म मेरो मोनिटाइजै भएको छैन। अब कहिले हुने हो। छिटो